नमस्कार, शुभ सन्ध्या। म कार्यक्रम सञ्चालक गजब थापा मगर हजुरलाई हाम्रो यस साप्ताहिक कार्यक्रम इमानुएल टक टाइममा फेरि पनि पुनः हार्दिक स्वागत गर्दछु। सदाझै यो साल पनि तपाईँहरूले हाम्रो भिडियोलाई रुचाइदिनुहुनेछ, माया दिनुहुनेछ भन्ने आशाका साथ म आजको हाम्रो यस भिडियोलाई सुरु गर्न चाहन्छु। अनि आज सदाझै हामीसँग हाम्रो यस कक्षा 6 मा अध्ययनरत भाइ जो हालसालै कक्षा 5 को नगर स्तरीय बोर्ड इक्जाम पास गरेर आउनु भएको छ। उहाँलाई चाहिँ म ढिलो नगरिकन हाम्रो यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ भाइ। धन्यवाद सर। अनि यो कार्यक्रमलाई सुचारू गर्नुभन्दा अगाडि तपाईँको परिचय दिनुहोस् न है। नमस्कार, मेरो नाम भुवन सर, म कक्षा 6 मा पढ्छु। धन्यवाद छोटो र मिठो परिचयको लागि। यसै गरी तपाईँको दिनचर्या चाहिँ कसरी बितिरहेछ नि आजकल? आजकल बिहान उठ्ने, जाने, स्कुल आउने अनि घर गएपछि अनि पढ्ने, लेख्ने, होमवर्क गर्ने, 5 बजे 6 बजेतिर खेल्ने अनि 5 बजे पढ्ने, लेख्ने, होमवर्क गर्ने, त्यसपछि सुत्ने। वाह, भनेपछि तपाईँ मजाले है आफ्नो एउटा टाइम स्केड्युल सहित पढ्ने, खेल्ने गरेर आफ्नो दिनचर्या बिताउनु भइरहेको छ है। एकदमै राम्रो। गत वर्ष हाम्रो यस विद्यालयले हाम्रै 5 को यस नगर स्तरीय बोर्ड इक्जाममा एकदमै उत्कृष्ट रिजल्ट ल्याउन सफल हुनुभएको थियो। उहाँहरूकै सफलतालाई पछ्याउँदै यसपालि तपाईँहरूले पनि एकदमै उत्कृष्ट रिजल्ट ल्याउनु भएकोमा म तपाईँ र तपाईँको सम्पूर्ण क्लासलाई फेरि पनि बधाई दिन चाहन्छु। धन्यवाद। यसै गरेर यो भनेको एकदमै खुसीको अवसर हो तपाईँको परिवारको लागि, तपाईँको आमा बुवा, हाम्रो स्कुलको लागि पनि तपाईँहरू जस्तो विद्यार्थी पाउनु हामीलाई गर्वको कुरो हो। अनि तपाईँहरूले अब सबैले प्रायः सफलता देख्छन् है त, तपाईँको सफलता रिजल्ट राम्रो देख्नुभयो उहाँहरूले, तर त्यसपछिको मेहनत, त्यो राम्रो रिजल्ट ल्याउनु अघि गर्नुभएको तपाईँहरूको त्यो मेहनत हामीलाई स्पष्ट पारिदिन सक्नुहुन्छ? सर्वप्रथम म हाम्रो विद्यालयलाई धन्यवाद दिन चाहन्छु, किनभने हाम्रो विद्यालयले हाम्रो निम्ति ठुलो भूमिका खेलेको थियो। विद्यालयले हाम्रो निम्ति ट्युसन क्लास, कोचिङ क्लास अनि होस्टेलमा पढाएका थिए। हाम्रो शिक्षकले पनि धेरै भूमिका खेल्नु भएको थियो, किनकि उहाँले हाम्रो निम्ति रात दिन हाम्रो निम्ति मेहनत गरेर पढाइदिनु भयो। त्यसैले हामीले आज यो मेहनतको फल हो। धन्यवाद। तपाईँले हामीले गरेको मेहनतलाई पनि एप्रिसिएट गरिदिनु भयो। खुसी लाग्छ तपाईँको हाम्रो समग्र मेहनतको नतिजा नै यो रिजल्ट हो। सुन्न पाउँदा गर्व पनि लाग्छ। तपाईँहरू जस्तो आज्ञाकारी विद्यार्थीहरूलाई पढाउनु पाउनु हाम्रो लागि सौभाग्य हो। यसै गरेर विद्यालयबाट तयारी त भयो, व्यक्तिगत तपाईँले विद्यालयको साथसाथमा अन्य विद्यार्थीहरूसँग तयारी त गर्नुभयो राइट। अनि तपाईँको यसमा चाहिँ बोर्ड इक्जामको लागि तपाईँको व्यक्तिगत तयारी चाहिँ कस्तो थियो नि? प्रश्न पाइदिनुहोस् न है। मेरो बिहान उठ्ने, पढ्ने गर्थेँ, अनि स्कुल आउन त भइहाल्यो, अनि गृह कार्य गर्थेँ, त्यसपछि आफ्नो एक्स्ट्रा क्लास लिएर पढ्ने गर्थेँ। भनेपछि एकदमै बढी मेहनत गर्नुभएको रहेछ तपाईँहरूले। साथसाथै अब तपाईँको यो इक्जाम हाम्रो विद्यालयमा अनि इक्जाम त भइरहेको हुन्छ नै राइट। तपाईँको यो हाम्रो विद्यालयबाट बाहिर गएर इक्जाम दिँदाखेरि चाहिँ तपाईँलाई कस्तो अनुभव भयो नि? पहिले जाँदाखेरि त नयाँ स्कुल, नयाँ वातावरण, नयाँ शिक्षक, नयाँ विद्यालय हुँदाखेरि हल्का नर्भस भएको थिएँ। परीक्षा हालभित्र पढिसकेपछि, इक्जाम पेपर आइसकेपछि हेर्दाखेरि त्यति डराएको पनि थिएन। अनि त्यहाँको शिक्षक पनि यहाँको शिक्षक जस्तै हुनुहुन्थ्यो, क्वेसन बुझाइदिनु हुनुहुन्थ्यो, त्यही भएर अप्ठ्यारो भएन, धेरै नर्भस पनि भएन। त्यहाँको वातावरण र हाम्रो स्कुलको वातावरण एकदमै सेम थियो। मैले त्यहाँको वातावरण र यहाँको वातावरण केही फरक पाएन, त्यही भएर त्यस्तो गाह्रो केही भएन। धन्यवाद। हुन पनि हो, नयाँ परिवेश, नयाँ वातावरणमा जाँदाखेरि तपाईँ मात्र होइन, हामी पनि हल्का सुरुमा नर्भस हुने त हुन्छ नै। एकदमै राम्रो। त्यसो भए तपाईँको यो आफ्नो तयारी अनुसार जो हाम्रो 5 कक्षाको नतिजा प्रकाशन भयो नि, तपाईँले सोचे अनुसारको रिजल्ट आयो या आएन? के लाग्छ तपाईँलाई? मेरो सोचेको रिजल्ट आयो। मेहनत गरेपछि राम्रो रिजल्ट आउने रहेछ। एकदमै राम्रो। मेहनत गरेपछि त्यसको प्रतिफल त पाइन्छ नै। त्यसै गरेर तपाईँले कक्षा 5 को बोर्ड इक्जाम पास गरेर आउनु भइसक्यो राइट। अब अहिलेको कक्षा 5 मा अध्ययनरत भाइ बहिनीहरूको लागि चाहिँ तपाईँको सल्लाह सुझाव चाहिँ के छन्?
सर्वप्रथम म आज मेरो 5 क्लासका भाइ बहिनीहरूलाई भन्न चाहन्छु, तपाईँले बोर्ड इक्जाम आयो भन्दैमा डराउनु पर्ने केही कुरा छैन। बोर्ड इक्जाम पनि हाम्रो विद्यालयमा आउने यो नर्मल इक्जाम जस्तै हुन्छ। तपाईँले अब मेहनत गरेर पढ्नुभयो भने तपाईँ अवश्य पनि पास हुनुहुन्छ। हामीले पनि मेहनत गरेर नै आज हामीले उत्कृष्ट नतिजा ल्याएका हौँ। आफूलाई नआउने कुराहरू टिचरहरूलाई सोधेर एक्स्ट्रा क्लास पनि लिन सक्नुहुन्छ। तपाईँले मेहनतको साथ पढ्नुभयो भने तपाईँहरू अवश्य पास हुनुहुनेछ। यही नै छ कामना तपाईँहरूको लागि। धन्यवाद, एकदमै राम्रो सल्लाह थियो। हुन पनि हो, तपाईँहरूले यो 5 कक्षामा पुग्यो बोर्ड छ भनेर आत्तिनुपर्ने कुरै आउँदैन। हाम्रो स्कुलमा भइरहेको नर्मल इक्जाम जस्तो नै हो यो इक्जाम, बस तपाईँहरूले मेहनत गरी पुग्यो। यसै गरेर हामी हाम्रो कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। तपाईँले हाम्रो यस कार्यक्रममा सहभागी हुन पाउँदा कस्तो महसुस भइरहेको छ? मलाई यस कार्यक्रममा सहभागी हुन धेरै राम्रो लागेको छ, किनभने मैले आफ्ना अनुभवहरू तपाईँको सामुन्ने बताउन पाउँदा म एकदमै खुसी छु। तपाईँले मेरा अनुभवहरू राख्न दिनुभएकोमा म एकदमै खुसी छु। धन्यवाद, मलाई पनि खुसी लाग्यो तपाईँले आफ्नो अमूल्य समय दिएर हामीसँग हाम्रो यस कार्यक्रममा उपस्थित हुनुभएकोमा। यसै गरेर हामी हाम्रो यस कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। तपाईँहरूलाई अब हरेक हप्ता भेट हुने नै छ। यसै गरेर अर्को हप्ता भेट हुने बाचाका साथ म हजुरहरू समक्षबाट बिदा माग्न चाहन्छु। हस्त, शुभरात्रि।